सम्पूर्णमा हार्दिक नमस्कार। म आज हामी आम मानिसले जान्नै पर्ने र बुझ्नै पर्ने विषय वित्तीय साक्षरताको विषयमा केही कुरा भन्न चाहन्छु। हाम्रो व्यक्तिगत होस् या व्यावसायिक जीवनमा वित्तीय साक्षरताले वित्तीय निर्णयहरू लिन कसरी सहयोग गर्छ र व्यक्तिगत रूपमा वित्तीय व्यवस्थापनमा यसले कसरी सहयोग गर्छ भन्ने कुरा म विभिन्न यसका पार्टहरू लिएर आउनेछु। अहिलेलाई भने के हो त वित्तीय साक्षरता? वित्तीय साक्षरता आम्दानी, खर्च, ऋण, कर योजना, बिमा, बचत तथा लगानी जस्ता विषयहरूको जानकारीले उचित निर्णय लिने क्षमतालाई हामीले वित्तीय साक्षरता भन्छौँ। र यसको महत्त्व के छ, यसले कसरी वित्तीय निर्णय लिन सहयोग गर्छ र हामीलाई किन आवश्यक छ भन्ने कुरा म अर्को पार्टमा लिएर आउनेछु। अहिलेलाई यति नै। धन्यवाद।